Hello everyone, welcome back to my YouTube channel after so long. It's me Asmita. It's me Asmita को मामी हामी चाहिँ फेरि आइसके हम भिडियोमा एकदम धेरै पछि अनि आज चाहिँ अब हाम्रो छुट्टी थियो त्यही भएर बनाम न त भ्लग भनेर स्टार्ट गरेको। आज चाहिँ यहाँ स्विडेनमा चाहिँ मिड समर छ, रमाइलो हुन्छ। यस्तोमा माला लाउँछन् फुलको अनि राउन्ड बनेर घुम्छन् र नाच्छन्। हामी त्यही हेर्ने के जात्रा। Stay tuned guys. So guys हामी चाहिँ जाँदै छौं। अब हामीलाई यहाँबाट कति लाग्छ? आधा घण्टा जति लाग्ला है। जाँदै छौं यहाँको मिस समर फेस्टमा। हाम्रो भिडियो मिस गर्नु भएको थियो हजुरहरुले? साथीहरु कति अगाडि ओके पनि गर्नु भएको थियो होला अरे के। जाडै छ अझै पनि डुनको ज्याकेट छोडी छैन आमाले त ओइ लड्यो। अनि अरु के छ मम्मी? अरु सब कति बज्यो अहिले यहाँ? 12:30 ठ्याक्कै यहाँको 12:30 भयो। हामी त्यहाँ 2 बजेसम्म पुग्ने भन्ने प्लानले हिँडे अगाड। अब बिस्तारै जाम हेर्दै किलिक्क बनाएर कस्तो किलिक्क भने मम्मी? किलिक्क बनाउँदाखेरि नि भिडियो आउँछ। खै त्यस्तो लाहा है थाहा छैन। के थाहा त देख्नु पाएन अनुहार देखायो भए पो। सो गाइज आज चाहिँ हामी अब मिड समर मनाउन आज पुरा ड्रेस लाएर जाँदै छौं। मम्मीको आउटफिट अफ द डे भन्नुस्। आज किलानी मात्रै लाएर जाम्ला भनेको वेदरले धोका दियो अनि ज्याकेट पनि लाछु। अनि कस्तो राम्रो देखियो होला। एकचोटि घुम्दिनु त। ओके मेरो टर्न। मेरो आउटफिट अफ द डे आजको खतरा राम्ररी देखियो त। ड्रेस अनि बाहिर चाहिँ जाडो भएर स्वेटर लगाएको। गाइज हामी यहाँ बस्नु पर्थ्यौँ है। हाम्रो चाहिँ यो पिङ हो। कहिलेकाहीँ हामी आएर यहाँ पिङमा बस्ने खेल्ने। अनि हाम्रो कान्छी गयो ले जा। यो चाहिँ एक्लैको पिङ हो। अनि यहाँ राम्रो खोला छ, पारी गाउँ छ। यो चाहिँ डबल बेड जस्तै ठुलो छ फेरि। बुढाबुढी जम्मै अड्छन् यसमा चाहिँ। डबल बेडको पलङमाथि दुईटा सिरानी, एउटा मलाई चट्टा अनि अर्को तिमीलाई। यो चाहिँ बच्चा खेल्ने पार्क हो। यहाँ पानीहरूको फोहोर आइरह। अनि यो माथिल्लोपट्टिको चाहिँ रेस्टुरेन्टहरू हो। रेस्टुरेन्ट एउटा दिदी सुतिरहनु भएको दाई होइन, दाई हो कि दिदी हो थाहा छैन। म चिन्दिनँ मान्छे खासै, तर खतरा रमाइलो दिन्छ घाम लाग्नु लाएर। हाई गरम यहाँ मेरो भलागुमा। हामी चाहिँ यहाँ अब फुल टिप्न लगाएको त्यो उस लाउनलाई मम्मी, यहाँ टाउकोमा लाउनलाई। ल टिप्न त मम्मी। मैले कता खिचेको छु है थाहा छैन। कस्तो राम्रो रोज है। हाई मम्मी। वाउ हामी फुल्छौँ क्या फुल्छौँ। तपाईँ यतै बनाएर लाएर गयो नि हुन्छ नि हो। है पुरा नि उयो रुख हो। त्यसको एउटा डाँडो निकालेर बाली रुखहरू बाँध्नुपर्छ हो। अलिअलि केले बाँध्नु त्यहाँ चाहिँ तार हुन्छ के राखे हुन्छन्? ल्याइसक्यो होला कि यसो देखाएनन्। आज के गीत गाउँछन् रे मम्मी? मलाई त आउँदैन आउँछन्। चाहिँ सानो सानो भ्यापी त भन्छन्। अनि भन्नु न यहाँको अलिकति। गुरुदाना सम्भो गुरुदाना है। अहिले हामी देखाउँछौँ है हजुरहरूलाई। हामी टाइममा पुग्छौँ त होला नि न। अनि हामी पक्कै पनि हजुरहरूलाई देखाउने छौँ आजको। उही कस्तो राम्रो आएको फुलले के मम्मी है। ए हाम्रो यत्रो फुलबारी छ यहाँ। अनि मम्मी चिसो चिसो भयो अरे अहिले त। कान्छीलाई तातो सुरो खानु मन लागेर यस्तो गरेर कहिले चाहे छैन अरे। अनि हामी सासू बुहारी गएर
एकवटा चोर काम भनेको आँट गर्न सक्दिनँ म बुढी मान्छे हो र आँट्छु के भन्नु खै आँट्ने हो अब खाँदैन अलि भन्दै त्यही त जस्ट जोकिङ जोकिङ गाइज जस्ट जोकिङ हो अनि हामी अब यता खाँदैन चुरोटले स्वास्थ्यलाई हानि गर्छ हानिकारक छ हानिकारक छ भने किन मम्मीले के टिप्न लाउनु भयो के गर्नु होला ए उतै हुन्छ कि छोडिदिनु गाह्रो हुन्छ अब हामी पुग्छौँ है धेरै टाइम लाग्दैन नि मम्मी यहाँबाट त मैले चाहिँ मम्मीलाई गाली गर्दैनन् भनेर सोधेछु कि गाली होइन उनीहरूको भाषाले गर्दा हामी बुझ्दैन के हो बुझ्छौँ हौ ल लागिसक्यो कसरी देखाउने यस्तो चाहिँ लाउने हामीले पनि अलि बनाएर लाउनुपर्छ एउटा राम्रो गीत गाइदिनु न त ल कस्तो गीत गाउन मनपर्छ है मम्मीलाई साथीहरू छिटो के एउटा राम्रो गीत म नि गाउँछु ल कुन गीत गाउने के थाहा सानो सानो सहारा फुलको बोटा देखियो कस्तो राम्रो आउँछ मम्मीलाई गीत गाउन माया फुल टिपेर लाउने एउटा कति राम्रो छ त मिठो छ जाँदैछौँ Boonstone on the way to Boonstone जान लाग्यो त नि हामी चाहिँ आजको वेदर हेर्नुहोस् गाइस पुरै के अरे बादल कालै छ साइकल चाहिँ नलिआएका हिँड्नलाई हामी प्राय साइकलै चढ्दैनौँ साइकलमै हिँड्दैनौँ हिँड्नै खुट्टा बलियो हुन्छ हिँड्यो भने त्यही त भनेर अनि आज चाहिँ हामी झन्डै आधा घन्टा पनि बडीको बाटो हिँड्दै नै जान लाग्यो है मम्मी र म मात्रै रमाइलो हुन्छ पर्दैन होला तर थाहा हजुरले सोच्नु भएको थियो नि बिहान जाडो त्यस्तो जाडो छैन नि क्यामेरा बन्द हुने बित्तिकै साथीहरू मम्मीको गीत सुरु भयो अघि चाहिँ गाउँदैन अरे के अरे यो नानीको शिरैमा इन्द्र कमल फुल्यो मलाई आउँदैन यो गीत त गीत सुन्न चाहिँ मलाई मन लाग्छ तर गाउनुहुन्छ मम्मी यता हेर्नु न कस्तो राम्रो पछाडिको ब्याकग्राउन्ड अनि ब्याकग्राउन्ड भन्दा नि राम्रो त अगाडिकै मान्छे होला नि त यहाँ नि है कस्तो राम्रो प्लान्ट अनि यतापट्टि पुरा हाम्रो यस्तो रहेछ अहिले बाटो हुँदै जाँदैछौँ हामी हजुर पानी कस्तो कस्तो राम्रो गाइज फुल हेर्नुहोस् बिचको पानी चाहिँ अलिक माटो भएर चाहिँ लेट्स गो मलाई जहिले नि मनपर्छ क्या मम्मी मिड समरमा त्यो हामीले कस्तो रमाइलो गर्छौँ नि फुलचोर क्या यति भइसक्यो मेरो नामै फुलचोर बस्ने भइसक्यो फुल चोर्या होइन हामीले हामी चाहिँ साथीहरू अब पुग्न लाग्यौँ यहाँ चाहिँ आज एकदम धेरै गाडीहरू त्यहीँ जानलाई होला है मम्मी जाँदैछौँ लास्ट चाहिँ धेरै हुन्छ नि तर आज अझ वेदरले हेर्नु न कस्तो भयो कि वेदर एकदम कस्तो धुम्म परेको नि चिसै छ कि फाइनली आइपुग्यौँ हामी चाहिँ बुन्स्टन यो चाहिँ धेरै वर्ष अगाडि बनाएको घरहरू है मम्मी धेरै पुरानो अनि यो चाहिँ
कस्तो भने भत्काएर नयाँहरू बनाउन नमिल्ने यो चाहिँ एकदम के भन्छ नि स्टोरिकल टाइपको के यहाँको धेरै मान्छेहरू हुनुहुन्छ यहाँ चाहिँ समरमा मात्रै है यहाँ मान्छेहरू बस्नुहुन्छ कि यो घरहरूमा बुढाबुढीहरू होइन त्यही थाहा पाएको थिएँ कि मैले चाहिँ समरमा मात्रै बस्नुहुन्छ उहाँहरू किनभने विन्टरमा त आई थिङ्क यहाँभित्र राम्रो हिटरहरू छैन होला कि तर रमाइलो राम्रो के कस्तो लाग्यो भन्दै एकदम रमाइलो है मान्छे मान्छे सो साथीहरू म अहिले चाहिँ भिडियो अफ गर्छु ल कति मान्छे मम्मी उहाँहरूले चाहिँ कल्चरल लुगा लगाउनु भएको जस्तो छ खिचिहालेँ मैले देखेँ तिनीहरूलाई नि खिचिहालेँ मैले होइन यहाँनिर चाहिँ यो होइन यिनीहरूले त्यो दिस वान त्योहरू यहाँ त केही रहेनछ है यो टाउकोमा लगाउने त सबै भ्याइसकेछन् सबैले लाएर त्यही भएर हामी चाहिँ अब अलि अगाडि जान्छौँ है मम्मी साथीहरू हामीले चाहिँ यहाँनिर यो फुलहरू चाहिँ यसमा होइन मम्मी यसमा गर्दैछौँ एकचोटि आउनु त यहाँ हल्ला त लास्ट ठुलो हुन्छ होला है वाउ ठुलो हुन्छ आज चाहिँ एकदम धेरै मान्छेहरू हुनुहुँदो रहेछ क्या यहाँ साँच्ची पानी पर्यो मम्मी ल अब लाउ त खै देखाउनु त एकचोटि यता देखाउनु न वाउ थ्याङ्क यू कस्तो राम्रो बनाइदिनु भयो कति ठुलो सुहाए सुहाए हाई मम हाई मम हालै मान्छेहरू हुनुहुन्छ यहाँ उपस्थित महानुभावहरू som högt över tanden står. I natt ska du dansa med svartblåa kön i långdans i språngdans på glödande järn. I natt är du यो हो मिसम्मरको देखाउने कुरो चाहिँ लुकी लुकी रेडी त भन्न पर्यो नि त रेडी भएर रेडी भयो कस्तो फिल हुँदैछ एकदम रमाइलो जाडो जाडो अनि गीत सुन्दै रमाइलो हेरेर मान्छे देख्न पाइएको कि हाम्रो सरा मान्छे देख्न पाइँदैन अरू दिन आज चाहिँ मान्छे देख्न पाइँदैन किन होला है अरू दिन चाहिँ देख्न नपा सबै आफ्नो काममा बिजी हुन्छन् बुढा हुन्छ बुढा स्कुल जान्छन् बाबा काममा जान्छन् खेती किसान छैन अनि
मान्छे देख्न पाइँदैन आज चाहिँ यहाँ मान्छे मुख हेर्ने त्यही भएर हामी धाइ धाइ आएका मान्छे नहाँसिकन त के रुनुहुन्छ घुमाउन किन आउनु न यसरी घुम्न त घुम्नु हजुर कसलाई हेरेर युट्युब Små grodorna eller stiga att se. Det gör de svansar har det. Det gör de svansar har det. Go-waka-ka-ka-ka. Härligt. Då tar vi små grisarna. Små grisarna är lustiga att se. Små grisarna är lustiga att se. Båda öron och svansar har det. Båda öron och svansar har det. Åh, nuff, nuff, åh, nuff, nuff, nuff. Åh, nuff, 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 nuff. Åh, nuff, 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 åh, nuff, nuff, nuff. Åh, nuff, 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 nuff. Härligt. Men hörni, elefanterna va? Nu tar vi Grinolles. Räven raskar över gräset. Så får vi lov och sjunga Grinolles visa. Men hörni Salle. Åh, en slank och en vit. Åh, en slank och en vit. Åh, en slank och en viken. Åh, en slank och en vit. Yeah! Jag ser nästan solen. ल अब चाहिँ हामी मिडसम्मरमा एकछिन रमाइलो गरेर जात्राबाट निक्लियौँ अब हामी यसो यत्तिकै हिँड्दै जान्छौँ अब हेर्दै जाऊँ के हुन्छ है त ल गाइस भिडियो गर्ने बिर्स्यो हामीले त फिका पो खान पस्यौँ है सकियो सिङ्गोमा पो खिच्नु पर्थ्यो त हामी चाहिँ यहाँनिर चिसो भएर फिका खानलाई एकछिन पस्यौँ काला कफी पैसा चाहिँ सो गाइस हामी चाहिँ घर जाँदैछौँ बाटोमा त पुरा पानी परेर हाम्रो त यहाँ यस्तो छ छाता ओढेर त्यही भएर अब आजको लागि चाहिँ हामी ब्लग एन्ड गर्छौँ until then लाइक शेयर एन्ड सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला नि साथी हो बाई बाई